2 थीटा को फर्मुला हुन्छ 2 sin थीटा इन्टु cos थीटा। यहाँ चाहिँ sin थीटा मात्रै भन्यो भने हाफ एंगलमा खोल्ने हो 2 sin थीटा बाइ 2 इन्टु cos थीटा बाइ 2। यहाँ चाहिँ tan अल्फा बाइ 2 छ, अल्फा र tan थीटा छ, यहाँ अल्फा छ। अब यो चाहिँ हाफ एंगलमा हो, यो sin यसलाई जस्ता तस्तै राखेर यसलाई चाहिँ हाफ एंगलमा 2 sin अल्फा बाइ 2 इन्टु cos अल्फा बाइ 2 प्लस sin अल्फा बाइ 2 जस्ता तस्तै लेख्ने। 1 प्लस cos थीटा जहिले पनि 1 प्लस cos थीटा सँग आयो भने cos 2 थीटा को फर्मुला हुन्छ 2 cos स्क्वायर थीटा माइनस 1 पनि हुन्छ, अर्को 1 माइनस 2 sin स्क्वायर थीटा पनि हुन्छ। यो चाहिँ cos अल्फा भनेपछि cos 2 थीटा जस्तै फर्मुला लगाएर गर्ने हाफ एंगलमा आयो। cos अल्फा छ भने 2 cos स्क्वायर अल्फा बाइ 2 माइनस 1, अर्को हुन्छ 1 माइनस 2 sin स्क्वायर अल्फा बाइ 2 हुन्छ। यहाँ 1 सँग आयो भने 1 कटाउनको लागि हामीले कुन फर्मुला गर्नुपर्छ भने 2 cos स्क्वायर अल्फा बाइ 2 माइनस 1 लगाउने। 1 को ठाउँमा जस्ता तस्तै प्लस cos अल्फा भनेको 2 cos स्क्वायर अल्फा बाइ 2 माइनस 1 प्लस cos अल्फा बाइ 2 जस्ता तस्तै 1 र 1 क्यान्सल भयो। यहाँ कमन लिने sin अल्फा बाइ 2 cos अल्फा बाइ 2 रह्यो, तर प्लस यहाँ नजिक यहाँ 2 पनि रह्यो कमन। यो sin आइसक्यो भने यहाँ नजिक 1 रह्यो। अब यहाँ चाहिँ कमन फेरि यो र यो कमन cos अल्फा बाइ 2 कमन आयो, 2 रह्यो, cos अल्फा बाइ 2 रहन्छ प्लस 1 रह्यो। यहाँ नजिक यो आइसक्यो, यो र यो कट्यो, sin बाइ cos भनेको tan अल्फा बाइ 2 प्रुभ भयो।